यिनी हुन् कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी। उनी एकदम असल व्यक्ति, सहयोगी व्यक्ति, सकारात्मक भावना बोकेको व्यक्तिमध्ये सल्यान जिल्लाका एक व्यक्ति पर्दछन्। छ त उनीमा एकदम सहयोगी मनको भावना भएको व्यक्ति, उनीमा घमण्ड भन्ने फिटिक पनि छैन। हुन त भन्दै गर्दाखेरि केही खोट नहुने व्यक्ति हुँदैन, अरूले पनि उनलाई चिनेका होलान्। तर सामाजिक कार्यमा, सहयोगी कार्यमा उनी जहिले पनि अग्रसर हुन्छन्। त्यसै गरी उनीले इराद थापाको सहयोग सङ्कलनमा पनि त्यत्तिकै भूमिका खेलेका छन् र पनि आफ्नो गाउँपालिकाबाट 50,000 रुपियाँ सहयोग गरेका छन्। विदेशमा अमेरिकामा बसेका विशेष गरी थमन गिरीको नेतृत्वमा अमेरिकाबाट पनि उहाँहरूले सहयोग उठाएर पठाउनु भएको छ र म यहाँ कालीमाटी गाउँपालिकाको तर्फबाट टोटलमा कहाँबाट के कति सहयोग उठेको छ त्यो वाचन गर्दै म यहाँहरूलाई यो उठेको पैसाहरू मानवजीलाई हस्तान्तरण गर्नेछु। अमेरिकाबाट 1,96,993, कालीमाटी गाउँपालिकाले 50,000, कर्मचारी तथा जनप्रतिनिधिबाट 78,641, पत्रकारसँग उठेको 17,160, शिक्षक कालीमाटीका शिक्षकहरूबाट 19,622 र जम्मा 3,62,416 रुपियाँ यो कालीमाटी गाउँपालिकाभित्र सहयोगका लागि उठाइएको रकम हो र युवराज थापाको सहयोगका लागि मैले चाहिँ त्रिवेणी गाउँपालिका निवासी मानबहादुर थापाज्यूलाई यो पैसा ग्रहण गरिदिनु हुन बोलाउँदै अनुरोध गर्दै उहाँलाई यो पैसा हस्तान्तरण गर्दैछु। दर्शकबिन, यो पैसा हस्तान्तरण गरिँदैछ कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीद्वारा र मानवहरूले आफ्नो पैसा लिइरहनु भएको छ। प्रत्यक्ष रूपमा तपाईँहरूलाई देखाइरहेका छौँ। दर्शकबिन, यहाँ सबै जम्मा पत्रकार हाम्रो शारदा अनलाइनबाट, यसै गरेर शिक्षकबाट, यसै गरेर कालीमाटी गाउँपालिकाका कर्मचारीहरू लगायत अन्यहरूबाट सबै टोटल अमेरिकादेखि अनि विदेशदेखि हरेक साथीहरूले युवराजको निम्ति, युवराजको ज्यान बचाउनको निम्ति दुःख परेको बेला धेरैभन्दा धेरै सहयोग गरिदिनु भएको छ। तपाईँहरूलाई मैले एकमुष्ट रकम पनि भन्न गइरहेको छु। सबै एकमुष्ट रकम 3,62,416 जम्मा भएको छ। दर्शक महानुभावहरू, यो तपाईँहरूले जम्मा गरेको पैसा हो। यो तपाईँहरूकै, त्यस कारणले हामीले त्यो पैसा आज हस्तान्तरण गर्दैछौँ। पक्कै पनि उहाँ विदेशमा जति दुःख पाउनुभयो अब दुःख पाउनुहुने छैन भन्ने कुरो तपाईँहरूमा विश्वसनीय गर्दै म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। धेरैजनाले सहयोग गर्नुभएको छ, देश विदेशबाट र पालिका लगायत शिक्षकहरूले अनि पालिका कर्मचारीहरूले धेरैजनाले सहयोग गर्नुभएको छ। यो सहयोग जतिजनाले गर्नुभयो उहाँहरूलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम सबैलाई नमस्कार। म अहिले कालीमाटी गाउँपालिकामाको कार्यालयमा छु र उहाँ अहिले मेरो साथमा हुनुहुन्छ पालिका अध्यक्षज्यू, विभिन्न कर्मचारी सङ्गठन, त्यसरी कर्मचारी मित्रहरू, पत्रकार मित्रहरू साथमा छु। मैले मेरो छोरा यस्तो पीडित अवस्थामा पर्दा मलाई धेरैले माया गर्नुभयो। यत्रो 3,62,000 कालीमाटी गाउँपालिकाले सहयोग गर्नुभयो। उहाँलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। अन्तिममा के भन्छु भने देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण मित्रहरू, सम्पूर्ण इष्टमित्रहरू र मेरो छोरा युवराजको लागि धेरै धेरै माया र ममता राखेर धेरै सङ्कलन गर्नुभयो। अब हामीसँग धेरै रकम भन्नाले अब कति 77 लाख जति हामीसँग जम्मा भइसक्यो। अहिले देश विदेशबाट धेरै साथीहरूले आफ्नो खाइ नखाई आफूले जुन परिश्रम गरेको पैसालाई बचाएर यो युवराज थापाको निम्ति, ज्यान बचाउनको निम्ति धेरै सहयोग गर्नुभएको छ। अब यो जतिजनाले सहयोग गर्नुभयो नि, यो पैसाले युवराजको ज्यान अब बच्छ त कति छ बाँकी अब पैसा उठाउन? अब करिब 2 लाख ग्राम पुर्याउनु पर्ने हो। अब मे 21 के हुन्छ त्यस दिन डिसिजन हुन्छ सर। अनि अब
भने अनुसार त यतिले पुग्छ, अब पठाउने बेला कति 3-4 लाख रुपियाँ लाग्छ भन्ने कुरो छ। अब कति मे 21सम्म के हुन्छ निर्णय त्यसै दिन थाहा हुन्छ। अनि म यो देश विदेश रहनुभएका सम्पूर्ण मेरा मित्रहरू, साथीभाइहरू, इष्टमित्रहरू लगायत जुन मेरो छोरो जुन ब्लड मनीमा केसमा फसेको थियो, यो कालीमाटी गाउँपालिकालाई धेरै धेरै धन्यवाद छ। र जुन मेरो छोरो कानुनी फन्दामा फसेको थियो, त्यस्तो जुन कानुनी झमेलामा फसेको थियो, त्यस्तो कानुनीबाट तपाईँहरू पनि कानुनी फन्दाबाट बस्नु होला भन्न चाहन्छु। र तपाईँहरूको बस्नु होला, तपाईँहरूको घर फर्किँदा यात्रा शुभ रहोस्।